नमस्कार। एनटिभी इटहरी समाचारमा स्वागत छ। म भूमिका पाखरिन र कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयसँगको सहकार्यमा यस समाचारको साङ्केतिकरणमा हुनुहुन्छ दोभाषी सीता बराल दाहाल। सुरुमा प्रमुख समाचार। आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह। भ्रामक समाचार फैलाउनबाट जोगिन सुझाव। आसन्न निर्वाचनका लागि धनुषामा 158 जना उम्मेद्वार चुनावी मैदानमा। स्वतन्त्र उम्मेद्वारहरूको आकर्षण बढ्दो। आन्तरिक उत्पादन वृद्धि गर्नु अपरिहार्य रहेको अर्थमन्त्री खनालको भनाई। भन्सार ऐनको प्रभावकारी कार्यान्वयनमा जोड। रुस, युक्रेन र अमेरिका बीचको त्रिपक्षीय वार्ताले शान्ति प्रक्रियाको सम्भावना बलियो बनेको संकेत। अर्को वार्ता फेब्रुअरी 1 तारिकमा हुने। नेप्से परिसूचकमा आज सामान्य अङ्कको गिरावट। नेप्से घटे पनि कारोबार रकममा भने उल्लेख्य सुधार। र आइसिसी महिला टी20 विश्वकप क्रिकेटको ग्लोबल छनौटमा नेपाल सम्म चरणबाट बाहिरियो। सुपर 6 मा पुग्ने सम्भावना समेत समाप्त। अब समाचार विस्तारमा। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि सञ्चार माध्यमहरूले आधिकारिक स्रोतलाई मात्रै आधार मानेर समाचार एवं सूचनाको प्रवाह गर्न आग्रह गर्नुभएको छ। सार्वजनिक सेवा प्रसारण नेपालले आयोजना गरेको प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 आचार संहिता अभिमुखीकरण विषय कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख आयुक्त भण्डारीले निर्वाचनका क्रममा भ्रामक समाचार फैलाउनबाट जोगिन सुझाव दिनुभएको हो। उहाँले नागरिकलाई यति बेला सत्य तथ्य समाचार सामग्रीको खाँचो हुने हुँदा खास गरी सञ्चार माध्यमले आचार संहिताको पालना गर्ने र गराउने भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। सञ्चारकर्मी साथीहरू, सूचना प्रविधिको क्षेत्रमा विकास भएका डिजिटल माध्यमहरूले सूचना सम्प्रेषणका क्षेत्रमा अवसरको साथसाथै चुनौती पनि बढाएका छन्। मूलतः गलत जानकारी, मिसइन्फर्मेसन, घृणास्पद अभिव्यक्ति र दुष्प्रचार, हेट स्पिच एन्ड डिसइन्फर्मेसन, भ्रामक र मिथ्या सूचना तथा समाचार, जानकारी, फेक न्युज, कृत्रिम बौद्धिकता, आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगसँगै बढेको गहिरो भ्रम सृजना गर्ने विषयवस्तु, डिपफेक, सनसनीपूर्ण शीर्षक र तस्विरको प्रयोगबाट सस्तो प्रचारका लागि प्रेरित गर्ने क्लिकबेट प्रविधिको दुरुपयोग गरी कसैको छवि धमिल्याउन र नकारात्मक प्रभाव निर्माणका लागि प्रयोग हुने बोर्ड्स लगायतले बढाएको चुनौती निर्वाचनका समयमा ज्यादै संवेदनशील बन्दै गरेका छन्। कार्यक्रममा आयोगका सचिव कृष्ण बहादुर राउतले निर्वाचनको आचार संहिता पालना गर्ने र गराउनका लागि निगरानी गर्ने दायित्व सञ्चार माध्यमको हुने बताउनुभयो। त्यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा नागरिकलाई सही सूचना दिने र निर्वाचन सफल पार्न सघाउ पुर्याउन सञ्चार माध्यमले अहम भूमिका खेल्नुपर्ने पनि बताउनुभयो। एउटा मतले कति ठुलो असर गर्छ अथवा एउटा निर्वाचनको परिणामलाई कति असर गर्छ, प्रभाव पार्छ भन्ने कुराको बोध गराउनु पनि हामी सबैले यसमा लाग्नुपर्ने भएको सन्दर्भमा सञ्चारकर्मीहरूबाट यी कुराहरूको पनि एउटा सञ्चारको माध्यमहरूबाट सुसूचित गराउने कामहरू पनि भइरहेको छ र निर्वाचनसम्म पनि यी कुराहरू हुने छन्। सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डाक्टर महेन्द्र विष्टले सञ्चार माध्यमले निर्वाचन आचार संहितासँगै पत्रकारको आचार संहिता ध्यानमा राखेर पत्रकारिता गर्न सुझाव दिनुभयो। उहाँले सञ्चारकर्मी आफैबाट आचार संहिता पालना भएको छ कि छैन पनि जाँच गर्नुपर्ने धारणा समेत राख्नुभयो। हामी लोकतन्त्रमा प्रेस तथा व्यक्ति स्वतन्त्रता र नागरिकको अधिकारका निम्ति काम गर्छौँ।
उहाँहरूलाई एउटा समाजलाई परिवर्तन गर्ने महत्त्वपूर्ण एउटा माध्यमको रूपमा सोसियल इन्जिनियर पनि भन्ने गर्छन्। हामी एउटा चाहिँ एउटा रूपान्तरणको एउटा परिवर्तनको सम्भागको रूपमा पनि काम गर्ने माध्यमको रूपमा आफूलाई परिभाषित गर्छौँ। हामीले यो लोकतन्त्रलाई रिफ्रेस गर्ने एउटा महत्त्वपूर्ण अवसरलाई बहसको महत्त्वपूर्ण थलो पनि गर्नुपर्छ। कहिलेकाहीँ आचार संहिताको कुरा गर्दाखेरि हामी फेरि बाँडिन खोजे जस्तो खालको हुन्छ। बाँडिने कुरा होइन, आफूलाई आत्मअनुशासनमा राख्ने कुरा हो, तर बहसलाई हामीले बढीभन्दा बढी प्रवर्धन गर्नुपर्छ। टेलिभिजनले देशभरका आफ्नो समाचारदातालाई भर्चुअल माध्यमबाट निर्वाचन आचार संहिताबारे अभिमुखीकरण तालिम दिएको हो। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले सञ्चालनमा ल्याएको कल सेन्टरमा मतदाता र सरकारवालाहरूको आकर्षण बढेको छ। कल सेन्टरमा विभिन्न विषयमा जिज्ञासा राख्ने क्रम जारी छ। आयोगका अनुसार जिज्ञासाहरूमध्ये सबैभन्दा बढी मतदाता नामावलीसँग सम्बन्धित छन्। यस अवधिमा नामावलीका विषयमा 420 वटा जिज्ञासाको सम्बोधन भइसकेको छ। बिहान 9 बजेदेखि साँझ 6 बजेसम्म सेवा निर्वाचनका क्रममा नागरिक र सरकारवालालाई आइपर्ने दुविधा हटाउन आयोगले निशुल्क टोल फ्री नम्बर 1102 सञ्चालनमा ल्याएको हो। आसन्न निर्वाचनका लागि धनुषा जिल्लामा 4वटा निर्वाचन क्षेत्रमा 158 जना उम्मेद्वार चुनावी मैदानमा उत्रिएका छन्। जिल्लामा देखिएको राजनीतिप्रतिको आकांक्षालाई हेर्ने हो भने दलसँगै स्वतन्त्र उम्मेद्वारहरूको आकर्षण बढ्दो देखिएको छ। एक रिपोर्ट। फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि धनुषा जिल्लामा 4वटा निर्वाचन क्षेत्रमा 158 जना उम्मेद्वार चुनावी मैदानमा छन्। निर्वाचन क्षेत्र नम्बर 1 मा 42 जनाले उम्मेद्वारी दर्ता गराएका छन्, जसमध्ये 13 जना दलगत र 29 जना स्वतन्त्र उम्मेद्वार छन्। निर्वाचन क्षेत्र नम्बर 2 मा 34 जनाले उम्मेद्वारी दिएका छन्। तीमध्ये 10 जना दलगत, 24 जना स्वतन्त्र उम्मेद्वार छन्। निर्वाचन क्षेत्र नम्बर 3 मा 45 जनाको उम्मेद्वारी परेको छ, जसमध्ये 13 जना दलगत र 29 जना स्वतन्त्र उम्मेद्वार छन्। त्यस्तै निर्वाचन क्षेत्र नम्बर 4 मा 37 जनाले उम्मेद्वारी दर्ता गराएका मध्ये 13 जना दलगत, 24 जना स्वतन्त्र उम्मेद्वार छन्। धनुषामा देखिएको राजनीतिप्रतिको आकांक्षालाई हेर्ने हो भने दलसँगै स्वतन्त्र उम्मेद्वारहरूको आकर्षण बढ्दो देखिन्छ। धनुषाको 4वटै क्षेत्रबाट महिला उम्मेद्वारको संख्या दलगत र स्वतन्त्र गरी 11 जना छन्। धनुषा क्षेत्र नम्बर 1 मा कंग्रेसबाट रामपल्टन शाह, एमालेबाट रामचन्द्र मण्डल, राजसपाबाट किशोरी शाह, जसपा नेपालबाट दीपक कार्की, नेकपाबाट मातृका यादव, जनमतबाट ब्रह्मदेव महतो उम्मेद्वार बनेका छन्। कंग्रेसका उम्मेद्वार शाह नयाँ उम्मेद्वारको रूपमा अगाडि आउनु भएको छ भने एमालेबाट उम्मेद्वार बन्नुभएका रामचन्द्र मण्डल यसअघि मध्य प्रदेशको सभामुख बनिसक्नु भएको छ। यता जसपाका कार्की र नेकपाबाट यादव दुवै पुनः दोहोरिएका उम्मेद्वार हुन्। त्यस्तै क्षेत्र नम्बर 2 मा कंग्रेसबाट दिनेश पर्सैला यादव, एमालेबाट उमाशंकर अगरिया, राजसपाबाट रामविनोद यादव, जसपा नेपालबाट पशुपति यादव, नेकपाबाट रामचन्द्र झा, जनमतबाट सुरेन्द्र यादव उम्मेद्वार बनेका छन्। यस क्षेत्रमा पर्सैला र अगरिया साथै झा पुरानै अनुहार रहेका छन् भने बाँकी नयाँ रहेका छन्। धनुषा क्षेत्र नम्बर 3 को निर्वाचन सबैभन्दा रोचक र प्रतिस्पर्धी हुने देखिएको छ। यस क्षेत्रमा कंग्रेसबाट विमलेन्द्र निधि, एमालेबाट जुली कुमारी महतो, जसपा नेपालबाट परमेश्वर शाह, जनमत पार्टीबाट गोपाल शाह, नेकपाबाट राम ललित मण्डल र राजसपाबाट मनिष झाले उम्मेद्वारी दिएका छन्। यी मध्ये कंग्रेसका निधि र एमालेकी महतो पुराना अनुहार हुन्। जसपा नेपालका परमेश्वरले यसअघि प्रदेश सांसदमा जित्नु भएको थियो भने राम ललित, गोपाल, मनिष र राजीव नयाँ अनुहार हुन्। धनुषा निर्वाचन क्षेत्र नम्बर 4 नेपाली कंग्रेस र नेकपा एमालेका हेभी वेट नेताहरूको क्षेत्रको रूपमा बुझिन्छ। कंग्रेसका पूर्व सह महामन्त्री महेन्द्र यादव र नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठका बीच प्रतिस्पर्धा भइरहने यस क्षेत्रमा यसपटकको निर्वाचनमा पनि उनीहरू नै मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन्। यस क्षेत्रमा 2074 र 2079 को निर्वाचनमा पनि एमालेका रघुवीर महासेठले नै जित्नु भएको छ। धनुषा जिल्लाका 4 प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा मतदाता 5,14,571 रहेको छ। क्षेत्रगत
विगत अनुसार क्षेत्र नम्बर 1 मा करिब 1,15,000, क्षेत्र नम्बर 2 मा 1,10,000, क्षेत्र नम्बर 3 मा 1,20,000 र क्षेत्र नम्बर 4 मा करिब 1,18,000 मतदाता रहेका छन्। चारवटा निर्वाचन क्षेत्र रहेको धनुषामा 158 जना उम्मेद्वारको उपस्थितिले चुनावलाई बहुपक्षीय र रोचक बनाएको छ। केही क्षेत्रमा पुराना र अनुभवी नेताहरूबीच पुनः प्रतिस्पर्धा देखिएको छ भने कतिपय क्षेत्रमा नयाँ अनुहारहरूलाई राजनीतिक दलहरूले अवसर दिएका छन्। विशेष गरी क्षेत्र नम्बर 3 मा दलगत र नयाँ उम्मेद्वार बीच कड़ा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। समग्रमा ठूलो मतदाता संख्या, अनुभवी तथा नयाँ उम्मेद्वारको मिश्रण र स्वतन्त्र उम्मेद्वारको बढ्दो उपस्थितिले धनुषाको निर्वाचनलाई चासो र महत्वका साथ हेरिएको छ। सार्वजनिक सेवा प्रसारण नेपाल एनटिभी टहरी समाचारका लागि धनुषा संवाददाता सञ्जय शाहको सहकार्यमा स्मारिका राई, सुनसरी। समाचार अझै बाँकी छन्, अब केही बेर विश्राम। विश्रामपछि समाचारमा पुनः स्वागत छ। अर्थमन्त्री रामेश्वर प्रसाद खनालले आयातमा आधारित उपभोगलाई क्रमशः आन्तरिक उत्पादनले प्रतिस्थापन गर्नुपर्ने आवश्यकता औल्याउनु भएको छ। 74औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागद्वारा आयोजित कार्यक्रममा बोल्नुहुँदै उहाँले आन्तरिक उत्पादन वृद्धि नगरी मुलुकको अर्थतन्त्र सुधार गर्न सहज नहुने स्पष्ट पार्नुभयो। उहाँले आन्तरिक उत्पादनले प्रतिस्थापन गर्न सक्ने वस्तुहरू अनावश्यक रूपमा आयात भइरहेको अवस्थामा ऐन कानून मार्फत त्यसलाई नियन्त्रण गर्नुपर्ने बताउनुभयो। अर्थतन्त्रलाई टेवा पुग्ने गरी आन्तरिक उत्पादन प्रवर्धन गर्ने स्पष्ट नीति निर्माण आवश्यक रहेको उल्लेख गर्नुहुँदै अर्थमन्त्री खनालले भन्सार ऐनको प्रभावकारी कार्यान्वयन र भन्सार नियमावली छिट्टै ल्याउने विषयलाई प्राथमिकतामा राखेको पनि बताउनुभयो। प्राथमिक रूपमा भन्सार बिन्दु भनेको व्यापार सहजीकरण गर्ने हो। तर निजी क्षेत्रले अहिले के पनि माग गरिरहेको छ भने भन्सार व्यापार सहजीकरण, भन्सार सहजीकरण, व्यापारको लागत घटाउने एकातिर उद्देश्य राख्नु ठिक छ, त्यो परम्परागत उद्देश्य हो, त्यो ठिक छ भने अर्कोतिर गएर हाम्रो अर्थतन्त्रलाई उत्पादनमा आधारित उत्पादनशील उद्योगहरूलाई बढावा पुग्ने गरी र मुलुकभित्रै हाम्रो अर्थतन्त्र मुलुकभित्रैको आर्थिक गतिबाट विस्तार गर्नको निमित्त सहयोगी हुने गरी हाम्रा भन्सारका नीतिहरू, भन्सारको प्रशासकीय कार्यविधिहरू अगाडि बढ्नुपर्छ भन्ने उहाँहरूको चाहना छ, माग छ। निजी क्षेत्रले उठाएका केही माग क्रमशः सम्बोधन हुँदै गएको उल्लेख गर्नुहुँदै उहाँले सुधारका राम्रा कामको प्रारम्भिक चरणमा आलोचना आउनु स्वाभाविक भएको पनि बताउनुभयो। आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बनेको आचार संहिता भोजपुरमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। जिल्ला आचार संहिता अनुगमन समिति भोजपुरले निर्वाचन आचार संहिताका विषयमा गरेको अन्तर्क्रियामा सहभागी उम्मेद्वार तथा राजनीतिक दलका प्रतिनिधिहरूले निर्वाचन आयोगबाट जारी आचार संहिता पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। शान्तिपूर्ण, निष्पक्ष र उत्साहजनक सहभागितामा निर्वाचन सम्पन्न गराउन सबैको दायित्व भएकाले मतदाता शिक्षा र आचार संहिताको कार्यान्वयन प्रभावकारी हुनुपर्ने मुख्य निर्वाचन अधिकृत नारायण प्रसाद दाहालले बताउनुभयो। सबैको एउटा यो टिमवर्क हाम्रो के भन्छ भने रोपाइ गर्ने बेला सबैको संयोजन भएपछि मात्रै हुन्छ भने जस्तै यो चुनाव पनि त्यस्तै नै हो। सबै राजनीतिक दलहरू पनि त्यसमा संलग्न, सुरक्षा निकायबाट पनि त्यतिकै हामी निर्वाचन अधिकृत कार्यालय, निर्वाचन अधिकारीदेखि लिएर नागरिक पत्रकार नागरिकसँगदेखि लिएर सबैको मतदाताहरू सबैको सहभागिता भएपछि मात्रै हुने हो। त्यो नहुँदा त फेरि कुनै पनि खाली एउटा ग्याप हुने बित्तिकै त सम्भव हुँदैन। त्यसैले त्यो विषयमा चाहिँ आफूलाई लागेको कुराहरू हामीलाई अझ सुझावको रूपमा दिनुभयो भनेदेखि
स्वतन्त्र निष्पक्ष भयरहित र शान्तिपूर्ण वातावरणमा मतदाताले निर्वाचनमा भाग लिन पाउने वातावरणले मात्रै लोकतन्त्र बलियो हुने भएकाले जिल्लामा त्यस्तो वातावरण सबै पक्षले बनाउन जरुरी रहेको प्रमुख जिल्ला अधिकारी राजन पौडेलले बताउनुभयो। 3 घेरामा रहेर सुरक्षा दिने गरेको काम हामीले गर्छौं। पहिलो घेरामा नेपाल प्रहरी हुने हो, दोस्रो घेरामा सशस्त्र प्रहरी रहन्छ, त्यहाँदेखि बाहिर नेपाली सेनाले सुरक्षा दिन्छ, त्यहाँदेखि बाहेक त अघि यहाँलाई निवेदन गरे जस्तै हरेक नेपाली नागरिक बिना पर्देको प्रहरी हो। यहाँहरूको पनि दायित्व यो निर्वाचन चाहिँ निष्पक्ष ढङ्गले सञ्चालन गर्ने दायित्व चाहिँ राज्यको वर्दीधारी गरेका मान्छेको मात्रै होइन कि यहाँहरूको पनि उत्तिकै दायित्व हो। यहाँले त्यो दायित्व पूर्ण रूपमा पालना गरिदिनुहुन्छ भन्ने विश्वास पनि मैले गरेको छु। अन्तर्क्रियामा सहभागीहरूले निर्वाचन आचार संहिताका विषयमा भएको व्यवस्था, सुरक्षाको तयारी, दलहरूले आपसमा समन्वय र सहकार्यका लागि खेल्नुपर्ने भूमिका लगायतका विषयमा धारणा राखेका थिए। भोजपुरमा आगामी निर्वाचनका लागि 12 राजनीतिक दलका 12 उम्मेद्वार प्रतिस्पर्धामा हुनुहुन्छ। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि संखुवासभाको भोटखोला स्थित थोदाम मतदान केन्द्रमा सबैभन्दा कम मतदाता रहेका छन्। प्रतिनिधि सभा सदस्य निर्वाचनको एकमात्र निर्वाचन क्षेत्र रहेको यस जिल्लामा 1,19,630 मतदाता छन्। सबैभन्दा कम मतदाता रहेको थोदाम मतदान स्थलमा 63 जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय संखुवासभाले जनाएको छ। थोदाम मतदान स्थलमा 28 महिला र 35 पुरुष मतदाता छन्। भोटखोला गाउँपालिकामा 11 वटा मतदान स्थल र 5,627 मतदाता छन्। जिल्लामा 109 मतदान स्थल र 164 मतदान केन्द्र रहेका छन्। समाचार अझै बाँकी छन्, अब केही बेर विश्राम। विश्रामपछि समाचारमा पुनः स्वागत छ। सुनसरीको इटरी उपमहानगरपालिका 12 स्थित खनारमा संघीय शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत करिब 4 करोड रुपियाँ बराबरको लागतमा निर्माण गरिएको भवन तथा पूर्वाधार आज औपचारिक रूपमा इटरी उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ। संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरका प्रमुख सुरेन्द्र कुमार शाहले एक विशेष कार्यक्रमका बीच इटरी उपमहानगरपालिकाका वडा नम्बर 12 वडाध्यक्ष भुवनराज पोखरेललाई नवनिर्मित भवनको साँचो हस्तान्तरण गर्नुभएको हो। खनारमा निर्माण गरिएको उक्त 2 तले सुविधा सम्पन्न भवनमा 14 वटा कोठा रहेका छन्। भवनलाई स्थानीय व्यवसायीहरूलाई सहुलियत दरमा भाडामा उपलब्ध गराइने र यसलाई स्थानीय सरकारको दिगो आम्दानीको स्रोतका रूपमा विकास गरिने वडाध्यक्ष पोखरेलले जानकारी दिनुभयो। मोटामोटी हामीलाई 4 करोड जतिको यहाँ लगानी भएको छ र यो भवनले विशेष गरी यहाँको जनताहरूलाई यो व्यक्तिगत सटर भाडाहरू जुन बढी गइरहेछ नि, बढी लागिरहेछन्। कम्तीमा राज्य पनि छ है भनेर राज्यले कमभन्दा कममा लगाएर धेरै महँगाईमा मतलब व्यक्तिहरू पहुँच नजाओस् भनेर चाहिँ गर्न खोज्यो। भवनसँगै सुविधायुक्त शौचालय, माछा मासु बिक्री स्थल तथा शनिबारे हाट सञ्चालन हुने मुख्य सडक खण्डमा पक्की ढलान समेत गरिएको छ। यसले स्थानीय बजार व्यवस्थापनमा सहजता ल्याउने र खनार क्षेत्रको व्यावसायिक गतिविधि थप व्यवस्थित हुने अपेक्षा समेत गरिएको छ। अब उद्योग, कृषि तथा सहकारी समाचार। उद्योग, कृषि तथा सहकारी समाचारको साथमा उद्योग, कृषि तथा सहकारी मन्त्रालय, उत्तर प्रदेश, विराटनगर। संखुवासभामा यो वर्ष बहुउपयोगी जडीबुटी चिराइतोको मूल्य घटेको छ। विगतका वर्षको तुलनामा यस वर्ष चिराइतोको मूल्य 13,000 रुपियाँले घटेको छ। गत वर्ष चिराइतो प्रतिमन 41,000 का दरले कारोबार भइरहेकोमा हाल 28,000 रुपियाँमा किनबेच भइरहेको छ। बहुउपयोगी जडीबुटी चिराइतो गत वर्षको तुलनामा
घटेको व्यवसायीहरूले बताएका छन्। विगतका वर्षमा भारतीय बजारमा निर्यात हुँदै आएको चिराइतो यो वर्ष माग कम हुँदा मूल्यमा गिरावट आएको हो। चिराइतो सङ्खुवासभाको भोटखोला गाउँपालिका, भोजपुर, सोलुखुम्बु, दोलखा, रामेछाप र ओखलढुङ्गाबाट सङ्कलन हुने गरेको छ। हिमाली तथा पहाडी जिल्लामा चिराइतो लगायतका जडीबुटीलाई समेत प्रमुख आम्दानीको रूपमा लिने गरिएको छ। पछिल्लो समय चीन, बांग्लादेश समेत निकासी भइरहेको छ। अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनको लागि अमेरिकाबाट प्रस्ताव गरिएको सुरक्षा ग्यारेन्टी दस्तावेज पूर्ण रूपमा तयार रहेको बताउनु भएको छ। 2 दिनसम्म चलाइएको वार्तापछि तयार भएको यो दस्तावेजमा युक्रेन, अमेरिका र रुसका उच्चस्तरीय प्रतिनिधि सहभागी भएका थिए। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी प्रतिनिधि टोलीसँग वार्ता गर्दै पूर्वी युक्रेनका रुसले अवैध रूपमा कब्जा गरेका क्षेत्रबाट युक्रेनी सेनालाई फिर्ता गर्नुपर्ने अडान राखेका थिए। अमेरिकी अधिकारीका अनुसार वार्तामा सबै पक्षले सम्झौताको लागि तयार रहनुपर्ने आवश्यकतामा जोड दिइएको थियो। अर्को राउन्ड वार्ता फेब्रुअरी 1 तारिकमा युएईमा हुने तय गरिएको छ। समाचार अझै बाँकी छन्, अब केही बेर विश्राम। विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब आर्थिक समाचार। नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक सामान्य अङ्कले गर्दा कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ। आज नेप्से परिसूचक 3.07 अङ्कले घटेर 2769.09 को बिन्दुमा कायम भएको छ। आज 332 कम्पनीको 3,62,64,874 किता सेयर 1,37,676 पटक खरिद बिक्री हुँदा 16 अर्ब 35 करोड बराबरको कारोबार भएको छ। अब खेलकुद समाचार। झापाको दमकमा पूर्वी नेपालमा पहिलो पटक आयोजना गरिएको राष्ट्रिय दमक नमुना च्याम्पियनशिप ब्याडमिन्टन प्रतियोगिता 2082 को आयव्यय सार्वजनिक गरिएको छ। 24 लाख खर्चमा सम्पन्न गर्ने लक्ष्यमा गरिएको प्रतियोगितामा 30 लाख रुपियाँ सहयोग संकलन भएको प्रतियोगिताका आर्थिक संयोजक भवानी विक्रम आङदेम्हेले जानकारी दिनुभयो। कुल खर्च 24,93,386 रुपियाँ र कुल बचत 5,09,393। हामीले यो चाहिँ 5,09,393 चाहिँ बचत गरेका छौँ। दमक नमुना ब्याडमिन्टन एकाडेमी तथा दमक नगरपालिकाको आयोजनामा भएको 6 विधाको खेलमा 24,93,000 रुपियाँ खर्च भएको थियो। 3 दिनसम्म चलेको प्रतियोगितामा 265 खेलाडीको सहभागिता रहेको थियो। आइसिसी महिला T20 विश्वकप क्रिकेटको ग्लोबल छनौटमा नेपाल सम्म चरणबाटै बाहिरिएको छ। आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग 72 रनले पराजित भएको हो। स्कटल्यान्डले दिएको 141 रनको लक्ष्य पछ्याएको नेपाल 13 ओभर 5 बलमा 68 रनमै अल आउट भएको थियो। त्यसैगरी कीर्तिपुरको त्रिवी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको स्कटल्यान्डले 140 रन बनाउँदै अल आउट बनेको थियो। योसँगै नेपालको सुपर 6 मा पुग्ने सम्भावना पनि सकिएको छ। आइसिसी महिला T20 विश्वकप ग्लोबल छनौटको सुपर 6 पुग्ने 6 टोलीको पनि टुङ्गो लागेको छ। सुपर 6 बाट शीर्ष 4वटा टोली यही जुनमा इङ्ल्यान्ड र वेल्समा हुने महिला T20 विश्वकपमा छनौट हुनेछन्। साफ फुटसल च्याम्पियनशिपको पुरुषतर्फ नेपालले लिग चरणको आफ्नो अन्तिम खेलमा भुटानलाई हराएको छ। थाइल्यान्डको बैंककमा रहेको हुआमक इन्डोर स्टेडियममा आज भएको खेलमा नेपालले भुटानलाई 4-1 गोल अन्तरले हराएको हो। साफ फुटसल च्याम्पियनशिपमा पुरुषतर्फको उपाधि भने मालदिप्सले जितेको छ। लिग चरणको शीर्ष स्थानमा रहँदै मालदिप्स विजेता बनेको हो। यस्तै प्रतियोगिताको महिलातर्फ नेपाली टोली चौथो भएको छ। महिलातर्फको उपाधि बङ्गलादेशले जितेको छ। दक्षिण एसियाली फुटबल महासंघ साफले पहिलो पटक साफ फुटसल च्याम्पियनशिप आयोजना गरेको हो।
अब मौसम सम्बन्धी जानकारी। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। बाँकी भूभागमा पनि आंशिक बादल लाग्नेछ। आज राति कोशी प्रदेशको राजधानी विराटनगरको तापक्रम 9 देखि 11 डिग्री सेल्सियस बीच छ। त्यस्तै मध्य प्रदेशको राजधानी जनकपुरधाममा आज रातिको तापक्रम 9 देखि 11 डिग्री सेल्सियस बीच रहनेछ। अब मौसम सम्बन्धी थप विवरण। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह। भ्रामक समाचार फैलाउनबाट जोगिन सुझाव। आसन्न निर्वाचनका लागि धनुषामा 158 जना उम्मेद्वार चुनावी मैदानमा। स्वतन्त्र उम्मेद्वारहरूको आकर्षण बढ्दो। आन्तरिक उत्पादन वृद्धि गर्नु अपरिहार्य रहेको अर्थमन्त्री खनालको भनाई। भन्सार ऐनको प्रभावकारी कार्यान्वयनमा जोड। रुस, युक्रेन र अमेरिका बीचको त्रिपक्षीय वार्ताले शान्ति प्रक्रियाको सम्भावना बलियो बनेको संकेत। अर्को वार्ता फेब्रुअरी 1 मा हुने। नेप्से परिसूचकमा आज सामान्य अङ्कको गिरावट। नेप्से घटे पनि कारोबार रकममा भने उल्लेख्य सुधार। र आइसिसी महिला T20 विश्वकप क्रिकेटको ग्लोबल छनौटमा नेपाल सम्म चरणबाटै बाहिरियो। सुपर 6 मा पुग्ने सम्भावना समाप्त। हवस् त, समाचारहरूलाई सक्यो। हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।